नमस्कार साथीहरु, आज के तपाईहरु कुनै एउटा टिकटकमा भ्युज, लाइक, कमेन्ट अब हरेक कुराहरु टिकटकमा यस्तो भएन उस्तो भएन भनेर चिन्तामा हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्ता गर्न छोड्दिनुस्। कुनै टेन्सनै मान्नु पर्दैन। अब तपाईले के गर्नु पर्यो भने म तपाईहरुलाई यहाँ भिडियो बनाइदिन्छु। त्यही भिडियो अनुसार तपाईले पनि टिकटकको स्टुडियोमा गएर त्यहाँका सेटिङहरु मिलाउनु भयो, त्यो तरिकाले तपाईहरुले भिडियोहरु अपलोड गर्नु भयो भने तपाईलाई 100 मा 100% तपाईको भिडियो बुस्ट हुन्छ गाइस है। अनि त्यसपछि तपाईको साथीहरु सामुन्ने तपाईको दर्शकमाझ एकदमै छिटो भिडियो पुग्छ र उहाँहरुले तपाईहरुको भिडियोलाई हेरेर लाइक कमेन्ट त्यही समयमा गर्दिनुहुन्छ। आउनुस् अब हामी ढिला नगरिकिन कहाँ जाने के गर्ने भन्ने कुरा र एउटा कुरा पनि के ध्यान दिनु पर्यो भने साथीहरु तपाईहरुले है, हामी त्यो ठाउँमा गइसकेपछि भिडियोलाई नकाटिकिन हेर्ने हो। त्यो नकाटिकिन हेर्नुको फाइदा चाहिँ फेरि के छ भन्दाखेरि तपाईले त्यो ठाउँमा एउटा स्पेस काटेर अर्कोतिर अलिकति पछाडीतिर जानुभयो भने त्यो बीचमा गर्ने कुरा चाहिँ कट हुन्छ अनि त्यसपछि तपाईको भिडियोमा लाइक कमेन्ट नआउन नि सक्छ। त्यही भएर हामी भिडियो हेर्ने भनेपछि तपाईले सुरुदेखि अन्त्यसम्म नकाटिकिन मजाले सुन्दै अनि भिडियोमा हेरेपछि अनि बल्ल हामीलाई सपोर्ट मिल्दै जाने हो गाइस है। सर्वप्रथम मोबाइलको होममा जानु, मोबाइलको होममा गएर टिकटकलाई ओपन गर्नु अनि टिकटकलाई ओपन गरेपछि प्रोफाइलमा जानु। प्रोफाइलमा गइसकेपछि तपाई माथिको यहाँ यो हाम्रो देख्नु भएको छ तपाईहरुले यो टिकटक स्टुडियो भित्र जानुस्। अनि हाम्रो यो टिकटक स्टुडियोमा गइसकेपछि फेरि तपाईहरु तलपट्टि हाम्रो सरर जाने यसरी तल हेर्ने, तल हेरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो केही पनि छैन हैन। यो नभएपछि हामी ट्याक्क के गर्नु पर्यो, भ्यू अलमा जानु पर्यो। भ्यू अलमा गइसकेपछि हामी कहाँ जानु पर्यो अनि हामी भ्युअरमा जानु पर्यो है। भ्युअरमा गइसकेपछि फेरि हामीलाई कहाँ जानु पर्यो भन्दाखेरि तलपट्टि जानु पर्यो। अब यहाँ हेर्नु त, अब हाम्रो यहाँ भिडियो चाहिँ यो मेलले भन्दा फिमेलले कम हेर्नु भएको छ है। मेलले चाहिँ धेरै भिडियो हेर्नु भएको छ अनि अदरले चाहिँ 2% हेर्नु भएको छ। अब हामी तलपट्टि जानु पर्यो। यो तलपट्टि गएकोमा जुन भन्दा हाइट एकदमै हाइट रेखा देखाइरहेको छ नि, त्यो हाइट रेखालाई हामीले क्लिक टच गरौँ। हाइट रेखालाई क्लिक टच गरेपछि 4 AM मा हाम्रो भिडियो बढी मात्रामा हेर्नु भएको रहेछ हैन। अनि यो 4 AM मा हामीले भिडियो अपलोड गर्नु पर्यो मेरो। अब तपाईहरुले नि भिडियो अपलोड गर्दाखेरि यहाँ गएर जुन हाइट रेखा छ त्यसलाई छुने हो है। अब मेरो एकदमै कम भिडियो कुनमा हेरेको रहेछ 2 PM मा हेरिरहेको छ अनि हाम्रो बढी भिडियो कुनमा हेरेको छ 12 AM मा हेरेको छ। ल अब 4 AM मा यो चाहिँ तपाईले भिडियो हाल्नु भन्दा अगाडि नै यो चेक गरेर भिडियो अपलोड गर्नु भयो भने तपाईकोमा भिडियोहरु बुस्ट हुन्छ र लाइक कमेन्ट भिडियो पनि आउँछ तपाईहरुको भिडियोमा। तपाईहरुका भ्युअरहरुले यति यो समयमा हेरेको भन्ने कुरा जानकारी यहाँबाट थाहा हुन्छ। ल गाइस, भिडियो कस्तो लाग्यो लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। नेक्स्ट भिडियोमा फेरि भेटौँला। बाइ बाइ।